छु दमक लिटरको फुड च्यालेन्ज। यो च्यालेन्ज चाहिँ म कम्प्लिट गर्न सक्छु कि सक्दिन र के खान्छु त यो च्यालेन्जमा। सो हेलो एन्ड गुड मर्निङ एभ्रीवन, सो वेलकम ब्याक टु माय न्यू च्यालेन्ज भिडियो। सो आजको च्यालेन्ज चाहिँ म लिएर आएको छु दमक नेमको चाहिँ फुड च्यालेन्ज गर्न आएको छु। सो सुरु गरौँ है गाइस। सुरुमा चाहिँ म गए डीबाट खानालाई चाहिँ हाम्रो गोर्खा डिपार्टमेन्ट, किनकि हाम्रो दमकमा चलेको भनेको गोर्खा डिपार्टमेन्ट हो। यहाँ गएर चाहिँ मैले एकदम धेरै ठुलो वाला डोनट किनेर ल्याइसकेको छु र एक नम्बरमा चाहिँ मैले हेर्न सक्नुहुन्छ डोनट खाइरहेको छु। यो डोनट चाहिँ एकदम मिठो छ खानालाई पनि, अनि यसको प्राइस भन्नुहुन्छ भने चाहिँ 25 रुपियाँ परेको थियो, तर खाइसक्न चाहिँ एकदम गाह्रो। मजाले भोक लागेको बेला मात्रै खाइसकिन, नत्र चाहिँ मैले आधी मात्रै खाइसकेँ। यति धेरै ठुलो हुन्छ हेर्न सक्नुहुन्छ। मैले चाहिँ डोनट खाएर चाहिँ एक नम्बर मजाले कम्प्लिट गरेर अब 2 नम्बरतिर हामी चाहिँ लागिसक्यौँ। हामी चाहिँ 2 नम्बरको च्यालेन्ज गरेर सिधै हामी जोइले जाने ठाउँमा गयौँ। यहाँ चाहिँ ठेला स्पेशल ठेला हो। यहाँ चाहिँ हामी जोइले यहाँ गएर चटपटे पानीपुरी आलु निम्किन सबै खान्थ्यौँ। अनि 2 नम्बरमा चाहिँ मैले हेर्न सक्नुहुन्छ एबाट चाहिँ आलु निम्किन खाइरहेको छु। यो आलु निम्किन चाहिँ कति रुपियाँको हो भन्नुहुन्छ भने यो आलु निम्किन चाहिँ मात्रै 50 रुपियाँको थियो, तर कस्तो यमिठो भन्नुहुन्छ भने चाहिँ। त्यसपछि हामीले 2 नम्बरको आलु निम्किन कम्प्लिट गरेर फेरि हामी लाग्यौँ 3 नम्बर। 3 नम्बरको चाहिँ मोमो थियो, अनि मोमो खानलाई हाटखोला नजाने त कुरै भएन। अनि डाइरेक्ट हामी चाहिँ गयौँ हाटखोलामा, किनकि हाटखोलाको स्पेशल मोमो खाइदिउँ भनेर। त्यसपछि गएर चाहिँ हेर्न सक्नुहुन्छ हाटखोलाको खतरा खालको मोमो मगाएको थियौँ हामीले चाहिँ। अनि यहाँको मोमो चाहिँ हेर्न सक्नुहुन्छ ओहो हो, एक बाइटमा त खानै सकिँदैन। मेरो चाहिँ मुख सानो भएर होला, यहाँको चाहिँ एक बाइटमा म खानै सक्दिनँ, तर सबैले खान सक्दैनन् भन्दिनँ म, किनकि अभिषेक मगरले चाहिँ 2टा पनि एकैचोटिमा खाइसकेको थियो। उसको भ्लगमा गएर हेर्नु होला, यस्तो खतरा खान्छ। अनि मैले चाहिँ हेर्न सक्नुहुन्छ 2 चोटि गरेर मजासँगले खाएँ। यहाँको मोमो खाएर चित्तै बुझ्छ। को चाहिँ आएर हाटखोलाको यस्तो दामी मोमो खानु भएको छ र कोलाई मनपर्छ त्यो पनि कमेन्टमा भन्नु होला। 3 नम्बरको मोमो खाएर चाहिँ हामी फेरि अर्को च्यालेन्जतर्फ लागिसक्यौँ। अब फेरि आएको थियो, अनि त्यसपछि हामीले सिधै आलुचप खाना गयौँ हाम्रो फेभरेट ठाउँमा। यो पनि हेर्न सक्नुहुन्छ हामी जहिले यहीँ आउँथ्यौँ, तपाईँलाई थाहै छ र हाम्रो हरेक भ्लगमा यही त देखाइरहेको हुन्छ। अनि एबाट चाहिँ मैले हेर्न सक्नुहुन्छ ताजा आलुचप खाएँ, अनि ए पनि कम्प्लिट गरेँ। अब चाहिँ हाम्रो लगेको छ लास्ट नम्बरमा चाहिँ के थियो, अनि केबाट चाहिँ हाम्रै पसलको मैले क्विक्स भन्ने चिप्स किनेर चाहिँ खान थालेँ। यो पनि मिठो थियो अलिअलि जोस, तर अब चाहिँ अगाइसकेको थियो, त्यही भएर हेर्न सक्नुहुन्छ यत्रो मोमोहरू खाएर फुल अगाएको थिएँ। तल क्विक्स खाएँ, अनि मैले यो च्यालेन्ज चाहिँ कम्प्लिट गरिसकेको छु। हजुरहरूले चाहिँ मेरो यो च्यालेन्ज कस्तो लाग्यो कमेन्टमा भन्नु होला। सो अरू कस्तो च्यालेन्ज गर्नु त्यो पनि कमेन्टमा भन्नु होला। सो आजको लागि चाहिँ यति नै भन्न चाहन्छु। बाई बाई गाइस।